यदि तपाईँ जापानमा हुनुहुन्छ र ह्याकुएन सप युज गर्नुहुन्छ भने चाहिँ दाइसो छोडेर सेरियातिर कुदिहाल्नुहोस् भन्ने भिडियोमा चाहिँ यो कमेन्ट आएको थियो। पिक्चर राम्रोसँग राखिदिनु भनेर। त्यो चाहिँ कपाल कोर्नको लागि, कपाल सम्याउनको लागि मैले एउटा सामान राखेको थिएँ नि त, त्यसको लागि आएको रहेछ होइन। अनि भिडियो बनाउनु चाहिँ अलिक ढिलो भयो, कुनको पिक्चर राख्ने भनेर पनि थाहा भएन नि त। अनि त्यो चाहिँ यही हो हुन चाहिँ होइन। कपाल चाहिँ यस्तो मजाले सपक्कै बनाउँदो रहेछ। मैले त युज गरेर पनि हेरिसकेँ, नत्र यो कमेन्ट भएको भिडियो हेर्न सक्नुहुन्छ त्यहाँनिर। अनि यो सामान चाहिँ कहाँनिर पाउँछ होला भन्ने कुरा चाहिँ मैले अलिक देखाइदिउँ भनेर देखाउन लागेको हो होइन। यो केटीहरूको सामान हुन्छ नि, जुन कपाल बान्नेहरू, चिम्टीहरू अनि गाजलहरू हुन्छ नि, हो त्यो एरियामा चाहिँ हुने रहेछ। तर अनि यो यसलाई युज गर्नको लागि चाहिँ हल्का कपाल चिसो भयो भने मजाको हुने रहेछ क्या। यतिकै सुक्खा कपालमा भन्दा पनि चिसो वेटहरू भनेको छ नि, हल्का अलिअलि हातमा पानी लाएर अनि कपाल एकचोटि सम्याउने। अनि यसले गरेपछि चाहिँ यस्तो मजाको हुन्छ है, कपालको जिङ्रिङ्ग परेको चाहिँ एकदमै सलक्क पर्छ।